भोइस अफ नेपालको टिमले हरेक सिजनमा कोचहरूलाई परिवर्तन गर्छ। भोइस किड्स सिजन 5 को पनि सुरुवात भइसकेको छ। अहिले भोइस अफ नेपाल किड्स सिजन 5 मा डिजिटल अडिसन सुरु भइसकेको छ र डिजिटल अडिसन धमाधम दिइराखेका छन्। अब कुरा गरौँ सिजन 5 मा हरेक सिजनमा कोचहरू फेरिए जस्तै सिजन 5 मा को कोचहरू कोचको कुर्सीमा आउँदैछन् त। भोइस किड्स सिजन 5 मा को आउनुपर्छ जसमा भोइस किड्स सिजन 5 ले न्याय पाउँछ, अर्थात् भोइस किड्स सिजन 5 मा को अनुहारहरू आए भने अहिले सिजन 7 जत्तिकै एकदमै धेरै सफल हुन्छ भन्ने विषयमा केही चर्चा गरौँ। दर्शकहरूको रोजाइमा परेका गायक गायिकाहरू भोइस किड्स सिजन 5 मा आउने सम्भावना धेरै छ। भोइस अफ नेपालले योपालि बुझेको छ कि कोचहरू एकदमै उत्कृष्ट भयो भने सबै सिजनहरू राम्रो चल्न सक्छन् भन्ने कुरा। योभन्दा पहिले धेरै भ्युज आउँदैन थियो भोइसमा। भोइस अफ नेपाल सिजन 7 मा यस्ता कोचहरू भए जहाँनिर कोचहरूको लोकप्रियताकै कारण भोइस अफ नेपाल सिजन 7 एकदमै लोकप्रिय हुन पुग्यो। भोइस अफ नेपाल सिजन 7 मा त्यस्ता कोचहरू थिए जो दर्शकहरूले रुचाएका र दर्शकहरूले हेर्न चाहेकै कोचहरू थिए। अहिले धेरै दर्शकहरूले भनिराखेका छन् यिनै कोचहरू किड्समा पनि हुनुपर्छ र किड्समा पनि 3 जना पुरुष र 1 जना मात्रै महिला र यिनै कोच दोहोरिनुपर्छ भन्ने धेरै दर्शकहरू हुनुहुन्छ। तपाईहरू के भन्नुहुन्छ त? यिनै 4 जना कोचहरूले सिजन 7 जसरी सफलतापूर्वक सम्पन्न गरे त्यसै गरी किड्सको सिजन 5 मा पनि यिनै कोच हुनुपर्छ या कुनै अनुहारहरू चेन्ज हुनुपर्छ? अहिलेसम्म भोइस किड्स सिजन 5 सम्म आइपुग्दा किड्समा पनि निरन्तर कोचहरू परिवर्तन भइराखेका छन्। अहिले पनि सिजन 5 मा कोच परिवर्तन नहुने त कुरै भएन। अब सिजन 5 मा कोच आउँदैछ भन्ने विषयमा चर्चा गरौँ। सिजन 5 मा धेरै दर्शकहरूले रुचाएकी कोच हुन् मिलन नेवार। दर्शकहरूले गीत र कोचिङ शैली मात्रै हेर्दैनन्। हरेक सिजनमा हरेक कोचहरू फरक फरक आए भने तिनीहरूको कोचिङ गर्ने शैली, दर्शकहरूलाई दिने इन्टरटेनमेन्ट, त्यसै गरी दर्शकहरूलाई त्यहाँनिर कोचले कस्तो शैलीले आकर्षित गर्छन्, यी सम्पूर्ण कुरा दर्शकहरूले नजरमा राखिरहेका हुन्छन्। योभन्दा पहिले मिलन नेवारले धेरै दर्शकहरूको मन जितेकी छन्, किनभने मिलन नेवार जब भोइसमा आउँछिन् उनले छुट्टै तहल्का पिट्न सफल हुन्छन्। उनले आफ्नो टिमलाई अहिलेसम्म एकदमै बलियो तरिकाले कोचिङ पनि गरिराखेकी छन् र किड्सको सिजन 5 मा पनि उनै मिलन नेवार आउनुपर्छ भन्ने धेरैको अपेक्षा रहेको छ र धेरैले फेरि प्रविशा अधिकारी पनि आउनुपर्छ र प्रविशा अधिकारी पनि निकै राम्रो कोचिङ गर्ने शैली भएकी कोच हुन् भनिरहेका छन्। अहिले डिजिटल अडिसन सुरु भएकै कारण कोचहरू को आउँछन् भन्ने आधिकारिक जानकारी भने आएको छैन। अझै पनि दर्शकहरूको अनलाइन भोटिङ सर्भिसेनमै हामी तपाईँहरूलाई केही हदसम्म कुन कोच आउँदा राम्रो हुन्छ भनेर सर्भिसेन गरिराख्नेछौँ। यहाँनिर भोइस किड्स सिजन 5 सम्म आइपुग्दा सबैभन्दा उत्कृष्ट तपाईँलाई लागेका गायक गायिका र यिनीहरू भोइस किड्स सिजन 5 मा आयो भने एकदमै राम्रो हुन्थ्यो भन्ने लागेका कोही नामहरू छन् भने तपाईँले मेन्सन गर्न सक्नुहुन्छ। अहिलेसम्म भोइसमा कुनै स्थान नपाएकी कोच हुन लायककी एकदमै धेरैले रुचाएकी एकजना गायिका छन् जो चाहिँ अन्जु पन्त। अन्जु पन्तलाई धेरै दर्शकहरूले पहिलेदेखि नै भोइस किड्समा आए हुन्थ्यो भन्ने अपेक्षा गरिराखेका छन्। भोइस किड्सको फर्म्याट हेर्ने हो भने 2 जना पुरुष कोच र 2 जना महिला कोच हुँदै आएका छन्। यो सिजनमा पनि त्यही नै भयो भने को हुनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? तलको कमेन्ट बक्समा पक्कै लेख्नु होला। भोइस किड्समा फरक तरिकाले अगाडि बढ्छ र जहाँनिर एजको क्राइटेरिया हुन्छ 6 देखि 14 वर्ष 20 का बालबालिकाको मात्रै प्रतिस्पर्धा हुन्छ। त्यसैले तपाईँले पनि आफ्नो बालबालिकालाई डिजिटल अडिसन दिन छुटाउनु भएको छ भने पक्कै पनि तपाईँहरूले दिनुहोला, किनभने तपाईँको बालबालिकामा गीत गाउने क्षमता छ भने सबैभन्दा उत्कृष्ट स्थान यो हुनेछ ती बाल गायक गायिकालाई एकदमै धेरै अगाडिसम्म बढ्न र चिनाउनको लागि। भन्दै अब बाँकी भिडियोमा द भोइस किड्स सिजन 5 को डिजिटल अडिसन खुलिसकेको छ। यहाँहरूको बच्चामा गीत गाउने प्रतिभा छ र उहाँहरूको उमेर 6 देखि 14 वर्ष भित्रको छ भने उहाँहरूको सानो भिडियो क्लिप र सम्पूर्ण डिटेल सहित तल दिएको WhatsApp नम्बरमा तपाईहरुले सेन्ड गर्न सक्नुहुनेछ।
द भोइस किड्स सिजन 5 को सुरुवात भएसँगै भोइस किड्स सिजन 5 मा को नयाँ कोचहरू आउँदैछन्, कोचहरू कसरी आउँछन्, त्यसै गरी नयाँ कोचहरूले कस्तो भूमिका निर्वाह गर्लान्, यी सम्पूर्ण कुरामा हामीले आजको भिडियोमा चर्चा गर्नेछौँ। र भोइस किड्स सिजन 5 मा उमेर समूह कति तोकिएको छ, त्यसै गरी कहिलेदेखि युट्युब र टिभीमा हेर्न पाइन्छ, त्यसै गरी भोइस किड्स सिजन 5 को डिजिटल अडिसन खुल्लाको विषयमा र भोइस अफ नेपाल किड्स सिजन 5 को बारेमा धेरै कुराहरूको चर्चा गरिएको छ। आजको भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। दर्शकबिन द भोइस किड्स सिजन 5 अहिले सुरुवात भइसकेको छ। अब हरेक शुक्रबार र शनिबार राति युट्युबमा र हिमालय टिभीमा हामीले हेर्न पाउनेछौँ। र आजको भिडियोमा यी सम्पूर्ण कुराको बारेमा जानकारी दिएका छौँ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला है त। अन्ततः द भोइस अफ नेपाल सिजन 7 को समापनसँगै द भोइस किड्स सिजन 5 को पनि सुरुवात भइसकेको छ। सिजन 5 मा कोचहरू को आउँदैछन् र भोइस अफ नेपाल किड्सको सिजन 5 कहिलेदेखि युट्युब र टिभीमा हेर्न पाउँछौँ, यी सम्पूर्ण कुराहरू आजको भिडियोमा हुनेछ। दर्शकबिन द भोइस अफ नेपाल सिजन 7 को समापनसँगै अहिले भोइस अफ नेपाल सिजन 7 ले एउटा इतिहास रचेको छ, जहाँ टिम राजुबाट निता थापा मगर विनर भएसँगै निता थापा मगरले अर्को एउटा इतिहास रचेकी छन्। पहिलो नेपालको नम्बर 1 गायन रियालिटी सोमा महिला प्रतिस्पर्धीले भोइसको उपाधि जितेकी छन्। उनले यो इतिहास रच्नुमा 6 वर्ष लागेको छ। 6 वर्षमा एउटा इतिहास रचिएको छ। योभन्दा पहिले 6वटा सिजन समाप्त भइसकेका थिए र सफलतापूर्वक 6वटा सिजन समापन भएसँगै 6वटै सिजनमा महिला कोचहरू विनर हुन अवसर पाएका थिएनन् र सबै सिजनहरूमा पुरुष प्रतिस्पर्धी मात्रै विनर भइरहँदा सिजन 7 मा अहिले टिम राजुबाट निता थापा मगर विनर भएसँगै टिम राजु र निताको निकै चर्चा हुने गरेको छ। अब कुरा गरौँ भोइस किड्स सिजन 5 को बारेमा। सिजन 5 मा पनि यी कोचहरू दोहोरिन्छन् या दोहोरिँदैनन्, धेरैलाई जिज्ञासा लागेको र धेरै दर्शकहरूले यिनै कोचहरू दोहोरिनुपर्छ भन्ने अपेक्षा गरिरहँदा यी कोचहरू दोहोरिने सम्भावना कति छ भन्ने विषयमा पनि केही चर्चा गर्नेछौँ। सबैभन्दा पहिले त भोइस किड्स सिजन 5 को बारेमा चर्चा गरौँ। सिजन 5 को अहिले डिजिटल अडिसन सुरु भइसकेको छ। डिजिटल अडिसनमा सम्भवतः धेरै प्रतिस्पर्धीहरूले समावेश भइसकेका छन् र धेरै प्रतिस्पर्धीहरूले डिजिटल अडिसन दिइसकेका छन्। यदि तपाईँको बालबच्चा पनि 6 वर्षदेखि 14 वर्ष बिचको छ र यसमा चाहिँ क्राइटेरिया तोकिएको छ र 6 देखि 14 वर्ष बिचका बालबालिकाहरू छन् भने र जसले गीत गाउन सक्छन् र गीतमा रुचि राख्छन् भने तपाईँहरूले उक्त बालबालिकालाई त्यस सोमा समावेश गराउन चाहेमा समावेश गराउन सक्नुहुनेछ। त्यसको लागि भने हामीले वाट्सएप नम्बर भोइस अफ नेपालको अफिसियल युट्युब च्यानल अर्थात् हाम्रै स्क्रिनमा पनि तपाईँले देख्न सक्नुहुन्छ भोइसको अफिसियल वाट्सएप नम्बर रहेको छ। त्यसमा तपाईँको बालबालिकाले गाएका 1 देखि 2वटा छोटो भिडियो क्लिप्सहरू पठाउनु पर्नेछ र त्यसबाट यदि तपाईँको बालबच्चा छनौट भए भने भोइसको टिमले पक्कै पनि तपाईँहरूको बालबच्चालाई फोन गर्नेछ र तपाईँहरू सिलेक्ट भएको कुरा जानकारी गराइनेछ। त्यसपछि भने तपाईँको बालबच्चालाई डिजिटल अडिसन सकिएसँगै फेरि फिजिकल अडिसनको लागि काठमाडौँ बोलाइनेछ र काठमाडौँ बोलाएसँगै बालबालिकाले फिजिकल अडिसन दिएपछि बल्ल ब्लाइन्ड अडिसनमा अर्थात् दर्शकहरूले देख्ने अर्थात् टिभी र युट्युबमा प्रसारण हुने ठाउँसम्म पुग्नेछन्। त्यो पछि भने चर्चा कतिको चुलिने र भोइस अफ नेपालमा उनीहरूले कतिको लोकप्रियता हासिल गर्ने भन्ने कुरा त्यहाँबाट निर्धारण हुनेछ। र अहिलेलाई भने डिजिटल अडिसन धमाधम सुरु भइसकेको छ र डिजिटल अडिसन सुरु भएसँगै अब भोइसमा कोचहरू को हुन्छन् अहिले नै थाहा भएको छ कि छैन भन्ने पनि धेरैलाई जिज्ञासा हुन सक्छ। अहिले नै कोचहरू थाहा हुँदैन। यदि कोचहरू थाहा नहुँदै फिजिकल अडिसन कसले लिन्छ र डिजिटल अडिसनको बारेमा अर्थात् डिजिटल अडिसनको मूल्याङ्कन कसले गर्छ भन्नेलाई पनि धेरै दर्शकहरूलाई जिज्ञासा हुन सक्छ। यसको भने भोइसको टिममा अन्य सङ्गीतसँग आबद्ध भएका र धेरै साङ्गीतिक नलेजहरू लिएका व्यक्तिहरू भोइसको टिममा पर्दा पछाडि हुन्छन्। तिनै पर्दा पछाडि रहेको टिमले तिनै डिजिटल अडिसनबाट कस्तो डिजिटल अडिसन दिएका छन् प्रतिभाहरूले त्यो सबै कुराहरूको मूल्याङ्कन गर्नेछन् र त्यो मूल्याङ्कनसँगै प्रतिभाहरू फिजिकल अडिसनबाट अगाडि जान्छन्। अर्थात् फिजिकल अडिसनमा पास भयो भने उनलाई ब्लाइन्ड अडिसनमा देखाउने कि नदेखाउने सम्पूर्ण कुरा भोइसले निर्धारण गर्नेछ। यी सम्पूर्ण कुरा निर्धारण भइसकेपछि मात्रै
हामीले जब ब्लाइन्ड अडिसन युट्युब र टिभीमा देख्छौँ त्यो पछि मात्रै कोचको अर्थात् जजको रूपमा ती कोचहरूले काम गर्नेछन् र त्यो पछि मात्रै कोचहरू को हुन्छन् भन्ने कुरा फाइनल हुनेछ। अहिले धेरै दर्शकहरूले यिनै 4 जना कोचहरू अहिले सिजन 7मा जसले काम गरे यिनै कोचहरू भइदिए राम्रो हुन्थ्यो भन्ने हामीले प्रतिक्रियाहरू देखिराखेका छौँ। यी कोचहरू हुने सम्भावना कतिको छ त? यी कोचहरू हुने सम्भावना पनि निकै छ। अहिले पछिल्लो चरणमा भोइस अफ नेपालको लोकप्रियता निकै रह्यो। सिजन 7मा आइपुग्दा भोइस अफ नेपालमा 4 जना कोचहरू जसको कारणले भोइस अफ नेपाल चल्नुमा धेरै ठुलो हात रहेको छ। यी 4 जना कोचहरूले धेरै दर्शकहरूलाई आकर्षित गरेका छन्। 4 जना कोचहरूमध्ये कोच प्रमोद खरेल, कोच मेलिना राई, त्यसै गरी खेम सेन्चुरी र राजु लामा, यी 4 जना कोचहरू नेपालका नम्बर 1 गायकहरू हुन्। यी गायक र गायिकाहरूले धेरै लोकप्रियता र राष्ट्रिय रूपमा धेरै ख्यातिहरू प्राप्त गरिसकेका छन्। उनकै ख्यातिको अनुसार उनीहरूले पारिश्रमिक पाउने गर्छन् भोइस अफ नेपालमा। त्यसकारण पनि किर्समा अब यी प्रतिभाहरूलाई अगाडि लैजान अर्थात् यी प्रतिभाहरूलाई प्रतिस्पर्धा गराउनको लागि यी कोचहरू कतिको उपयुक्त हुन्छन् भन्ने पनि धेरैलाई लाग्न सक्छ। यी कोचहरू उपयुक्त हुन्छन् धेरै नै, तर भोइसको फर्म्याट छ। भोइस किर्सको फर्म्याट भने भोइस अफ नेपालको भन्दा फरक छ। किर्समा 2 जना फिमेल कोचहरू हुन्छन् भने 2 जना मेल कोचहरू हुन्छन्। त्यसमा अब फिमेल कोचमा को हुन्छन् भन्ने कुरा धेरैले अहिले मिलन राई हुनुपर्छ र मिलन नेवार पनि एकदमै उत्कृष्ट छन्। मिलन नेवार फेरि आउनुपर्छ। जसरी कोच राजु र प्रमोद भोइसमा उनीहरूले केही सिजन ग्याप गरेर फेरि इन्ट्री भएका थिए, त्यसरी नै फेरि पनि मिलन नेवारको इन्ट्री हुनुपर्छ। मिलन नेवार नभएपछि भोइस हेर्न खल्लो हुन्छ भन्ने दर्शकहरू पनि उत्तिकै छन्। योभन्दा पहिले कोच मेलिनालाई धेरै दर्शकहरूले उनलाई आग्रह गरिसकेपछि अर्थात् उनी हुनुपर्छ भन्ने प्रतिक्रियाहरू सामाजिक सञ्जालहरूमा आइराखेपछि कोच मेलिनालाई कोचको भूमिका निर्वाह गर्न भोइसको टिमले दर्शककै माग अनुसार नै भोइसमा भित्र्याएको थियो। त्यसै गरी अहिले मिलन नेवारलाई पनि भित्र्याउन सक्ने सम्भावना उत्तिकै रहेको छ। त्यसै गरी मिलन राई भने यथावत नै रहने सक्ने सम्भावना रहेको छ भने कोच खेम सेन्चुरी जो फरक जर्नरको गीतहरू गाएर अर्थात् नेपालमा चल्ने लोक सङ्गीतलाई प्रतिनिधित्व गर्दै खेम सेन्चुरी कोचको भूमिका निर्वाह गरिरहँदा कोच खेम सेन्चुरी पनि यथावत रहन सक्ने सम्भावना उत्तिकै छ। तर व्यस्तताको हिसाबले कोच राजु र प्रमोद खरेल भने सिजन 7मा नहुने सम्भावना पनि देखिन्छ। तर अहिले जुन लोकप्रियता भोइसले हासिल गर्यो त्यो लोकप्रियताको आधारलाई हेर्ने हो भने यी 2 जना कोचहरू पनि निरन्तर भोइस किर्समा पनि हुन सक्छन्। तर अहिले 2 जना कोचहरू भयो भने सिजन 7कै कोचहरू दोहोरिन सक्ने सम्भावना भने धेरै कम छ। किनभने अहिले भोइस किर्सको फर्म्याट फरक हुन्छ जहाँ 2 जना फिमेल कोचहरू हुनुपर्छ र त्यो फिमेल कोचहरूमा अहिले सिजन 7मा भएका 3 जना पुरुष कोचहरूले त्यहाँ प्रतिनिधित्व अर्थात् स्थान पाउँदैनन्। एउटा त पक्कै पनि बाहिरिन्छन् नै। अब को बाहिरिनुपर्छ र को फेरि इन हुनुपर्छ भन्ने कुरा चाहिँ दर्शकहरूले माग गर्दा अझै पनि समय धेरै छ। किनभने कोचहरू फिक्स हुने समय अझै लाग्छ। भोइस किर्सको लागि स्पोन्सरहरू पनि अहिलेसम्म टाइटल स्पोन्सर र मेन स्पोन्सरहरू को हुन्छन् भन्ने कुरा पनि बाहिर आएको छैन। भोइस अफ नेपालले स्पोन्सर खोजिराखेको छ र उता डिजिटल अडिसन धमाधम सुरु भइराखेको छ र भोइस किर्समा अब कोचहरू को हुन्छन् भन्ने विषयमा चाहिँ भोइसले आधिकारिक सूचना भने केही समय पश्चात हाल्नेछ। र अहिले भने अब भोइस अफ नेपाल किर्स सिजन 5 को लागि अहिले भोइसको टिमले काम गरिराखेको छ। स्टेज निर्माणदेखि लिएर विभिन्न खाले कामहरू गरिराखेको छ र जहाँ प्रतिभाहरू जसले डिजिटल अडिसन पास गरेका छन् ती प्रतिभाहरूलाई धमाधम भोइसमा इन्ट्री गराइराखेको छ। र अब केही समय पश्चात अर्थात् 1-2 महिना भित्रमा हामीले डिजिटल अडिसनको छायाङ्कन हुनेछ र त्यो पश्चात भने हामीले युट्युब र टिभीमा हेर्न पाउनेछौँ। पहिले जस्तै हरेक शुक्रबार शनिबार राति हिमालय टिभी र भोइसको अफिसियल युट्युब च्यानलमा 8:30मा प्रिमियर हेर्न पाउनेछौँ। त्यसको लागि भने अझै भने 1-2 महिना कुर्नुपर्ने हुन्छ र निरन्तर हामी दर्शकहरूको अनलाइन भोटिङ सर्भे चयन गर्नेछौँ जहाँनिर कुन व्यक्तिहरू अर्थात् कुन गायक र गायिकाहरूलाई कोचको रूपमा ल्याउँदा उत्कृष्ट अझै पनि भोइस किर्स सिजन 7 भन्दा हुन सक्छ भन्ने कुरा चाहिँ दर्शकको हातमा हुन्छ। त्यस हिसाबले पनि कुन गीत गाउन सक्ने गायकहरू
अर्थात् राष्ट्रिय रूपमा ख्यातिप्राप्त कुन कलाकारहरूलाई भोइसमा भित्र्याएपछि सबैभन्दा धेरै उत्कृष्ट हुन्छ सिजन 5 किड्सको, त्यो भने दर्शकहरूको मूल्याङ्कन हामी निरन्तर गर्दै तपाईँहरूलाई भिडियो अपडेटहरू दिने नै छौँ। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र बाँकी भने आजको यो विषयवस्तु तपाईँलाई जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु।